गाइज नमस्कार, वेलकम टू माई न्यू ब्लग। ल हेर्नुहोस् है, हाम्रो यी बङ्गुरको पाठो पौडी खेल्न आएको। ल ल ल ए बिसाइ यताबाट आएर धपा खोलामा झर्न लाग्यो। हेर्नु त पौडी खेल्नलाई गर्मी भएछ अब यसलाई पनि। गयो 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 गयो। यो चाहिँ हाम्रो अमेरिकन पेकिङ हो। यसको चल्ला चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नु है। तपाईँलाई अल नेपाल डेलिभरी हुन्छ हाम्रो यसको चल्ला। अमेरिकन पेकिङको चल्लाहरू चाहिएमा हामीलाई डाइरेक्ट कल गर्न सक्नुहुन्छ। ल हेर्नुहोस् हाम्रो फर्म यता पनि छ माथि। ल पौडी खेल्न आयो फेरि बङ्गुर, फेरि बङ्गुरको बच्चा पौडी खेल्न आयो गाइस। ल ल ल ल ल छिरे छिरे खोला धपा धपा त धपा। ल ल ल ल ल भाइलाई समाउँछ ए गयो। ल पौडी पुरा गर्मीमा यार, दिउँसो पुरा पौडी हान्न आउने यार। ओए म्यागी ल अमेरिकन पेकिङ हाँसको चल्ला चाहियो भने हामीसँग छ है। हामीले पनि हुर्काउँदैछ फर्ममै। अमेरिकन पेकिङ आज 3 हप्ता भइरहेको। मस्कोभी छ यी अलिअलि। राजा हाँस पनि छ 2टा। राजा हाँस भित्र यो चाहिँ हाम्रो बङ्गुरको खोर। माथि कुकुरको, हाँसको, यहाँ कुखुराको बन्दैछ। अमेरिकन पेकिङ डग।